मिनासान कोन्निचिवा एजुकेयर प्लानेट युट्युब च्यानलमा स्वागत छ। आजको यस भिडियोमा हामी लेसन 33 को भोकाबुलरी सिक्ने छौं। यदि हाम्रो युट्युब च्यानलमा फर्स्ट टाइम हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला, लाइक शेयर कमेन्ट गर्न पनि नबिर्सिनु होला। अब हामी लेसन 33 को भोकाबुलरी सुरु गरौँ। एट फर्स्ट रहेको छ निगेमास। निगेमासको अर्थ हुन्छ भाग्नु, स्केप हुनु। सवागिमास हल्ला गर्नु। आकिरामेमास हार मान्नु, गिभ अप गर्नु अथवा त्याग्नुलाई चाहिँ आकिरामेमास भनेर भन्छ। नागेमास फाल्नु। मामोरीमास नियम पालना गर्नु। आगेमास राइज गर्नु, बढ्नु अथवा लिफ्ट हुनु, उठ्नु। त्यसपछि रहेको छ सागेमास। सागेमास भनेको लोअर, पुल डाउन, घट्नु अथवा तल हुनु। चुताएमास भनिदिनु, एउटाको मेसेज अरूलाई भनिदिनुलाई चुताएमास भनेर भन्छ। चिउइसिमास। चिउइसिमास भनेको होसियार हुनु, कारमा होसियार हुनुलाई चिउइसिमास भनेर भन्छ। हाजुसिमास। हाजुसिमास भनेको टाढा हुनु, बी अवे। दामे। दामे भनेको कुनै कुरा हुन्न अथवा अनुमति छैन, राम्रो होइन भन्नुपर्दा दामेको प्रयोग गरिन्छ। हाजिमारीमास सुरु गर्नु। सिकिगा हाजिमारीमास भनेको सिकी भनेको समारोह, सिकिगा हाजिमारीमास भनेको समारोह सुरु गर्नु। सिउसेकिसिमास। सिउसेकिसिमास भनेको उपस्थित हुनु, एटेन्ड गर्नुलाई सिउसेकिसिमास भनेर भन्छ। खाइगिनी सिउसेकिसिमास मिटिङमा उपस्थित हुनुलाई खाइगिनी सिउसेकिसिमास भनेर भन्छ। सेकी भनेको सिट। फाइतो फाइट। माक्कु मार्क। मार्क लगाउनुलाई माक्कु भनेर भन्छ। सेउकिन्सी। सेउकिन्सी भनेको प्रयोग गर्न मनाही छ। ताचिरिकिन्सी। ताचिइरिकिन्सी भनेको भित्र पस्न मनाही छ। इरिगुची भनेको भित्र पस्ने ढोका। देगुची बाहिर निस्किने ढोका। बाहिर निस्किने ढोकालाई देगुची भनेर भन्छ। हिज्योगुची। हिज्योगुची भनेको इमर्जेन्सी एक्जिट, इमर्जेन्सी ढोकालाई चाहिँ हिज्योगुची भनेर भन्छ। रिसाइकुरु रिसाइकल, यो चाहिँ काताकानामा लेखिएको छ। ओनाजी सेम, उस्तै भन्नुपर्दा ओनाजीको प्रयोग गरिन्छ। सिमेकिरी अन्तिम मिति। किमोची फिलिङ्स, फिलिङ्सलाई चाहिँ किमोची भनेर भन्छ। नाकुनारिमास बित्नु अथवा मर्नु। बोरु बल। कि मेसिन, कुनै पनि शब्दको पछाडि कि लायो भने मेसिन हो भनेर बुझ्नुपर्छ। किसोकु नियम। मुर्यो फ्री अफ कस्ट, सित्तैमा भन्नुपर्दा मुर्योको प्रयोग गरिन्छ। होन्जिचु क्योग्यो। होन्जिचु क्योग्यो भनेको आज बन्द छ। एग्यो च्यु। एग्यो च्यु भनेको ओपन फर बिजनेस, खुला हुनु। सियोचु। सियोचु भनेको प्रयोग गरिरहेको, प्रयोगमा भइरहेकोलाई सियोचु भनेर भन्छ। च्यु। च्यु भनेको प्रयोग हो। मौ। मौ भनेको पहिले नै। आतो। आतो भनेको पछि। सौर्या वेल। इनाई भित्रमा अथवा विथिन। केइसाचु पुलिस। गेक्किन जरिवाना। देनपौ। देनपौ भनेको टेलिग्राम। हितोबितो मान्छे। उचिमास पठाउनु, टेलिग्राम पठाउनुलाई देनपौ ओ उचिमास भनेर भन्छ। देनपौ दाई टेलिग्राम बिल। देकिरु दाके सकेसम्म। माता फेरि। तातोएबा उदाहरण। कितोकु गम्भीर अवस्था। ओमोई बेउकी सिरियस बिरामी, सिरियस बिरामीलाई ओमोई बेउकी भनेर भन्छ। आसु भोलि। रुसु घरमा नहुनु। रुसुबान घरमा भेट्न जाँदा मान्छे नहुनुलाई रुसुबान भनेर भन्छ। वारिबिकी डिस्काउन्ट। नोमी हौदाई। नोमी हौदाई भनेको अल यु क्यान ड्रिङ्क, सबै पिउन सक्नुहुन्छ भनेको हो। स्योच्यो प्रयोगमा हुनु। स्योच्यो भनेको प्रयोगमा छ अथवा हुनुलाई स्योच्यो भनेर भन्छ। मोतोमोतो ओरिजिनल्ली, मूल रूपमा। मोत्तो भनेको मोर, थप, अझैलाई चाहिँ मोत्तो भनेर भन्छ। आइसाचु अभिवादन, ग्रिटिङ्सलाई आइसाचु भनेर भन्छ। आइते। आइते भनेको अर्को व्यक्ति, अर्को मान्छे। लेसन 33 को भोकाबुलरी यति नै रहेको छ। यदि हाम्रो च्यानलमा फर्स्ट टाइम हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला, लाइक शेयर कमेन्ट गर्न नबिर्सिनु होला। आरिगातो गोजाइमास। ज्यामाता सिता।